मैले अघि एउटा भिडियो बनाएको थिएँ नि त पहिला एउटा, त्यसको बाँकी बनाऊ फेरि भनेर के। अहिले चाहिँ हामी धेरै बिचमा आइसकेका छौँ कि यो सीको एकदम बिच भागमा होइन। भनौँ न तपाईँको लगभग लगभग हामी 500-600 मिटर बिचमा आइपुगेछौँ। अनि यहाँ पनि तपाईँको यस्तै छ हेर्नु पुरै। यहाँ हामी समरको बेला त्यो ढुङ्गामा आयो, बस्यो, रमाइलो गऱ्यो, कहिले यसो ड्राई पिकनिक जस्तो गऱ्यो, साथीभाइहरू आयो होइन, सबैजना आयो गऱ्यो। अनि यतापट्टि यहाँ स्विमिङ गरेर पनि हामी एक दुईचोटि यहाँ वारीबाट पारी पनि गइरहेको छौँ। यहाँ त्यति उ छैन क्या, डुबाउँदैन, किनकि स्विमिङ गरेर नआउनुलाई पनि हिँड्दै वारीपारी गर्न पनि मिल्छ। किनकि त्यहाँ साउना छ नि त पारिपट्टि, त्यो साउनाबाट मान्छे त्यहाँ साउना बस्दै हाम फाल्दै गरेर हुन्छन् क्या। यो जो समरको यति रमाइलो हुन्छ पुरै यो भागमा, सबै त्यो क्याम्पिङ गाडीहरू आएर उतासम्म होइन। अनि यहाँ अब बोटहरू चलिरहेको हुन्छन्। अब अहिले यस्तो छ, मान्छेहरू त पारी जान पहिला बोटै युज गरेर हुन्छन् नि त समरको बेला त। त्यो पारी पारी पनि त्यो साउनाहरू छ, मान्छे जताततै यो साइडमा धेरै साउनाहरू छ नि त। साउना बस्ने मान्छेहरू आउने समुद्रमा हाम फाल्ने गर्छन् पारिपट्टि। यो उस्तो पारिपट्टि मान्छेहरूले अलि पर उहाँ यो त्यो बाइक स्टाइलको त्यो के नाम भन्छ मलाई त याद छैन, मोपेड जस्तो गाडी लिएर हिँडिराख्नु परपट्टि कारै लिएर हिँडिरहेको हुन्छ नि। अब अहिले चाहिँ अब कति मिटरसम्म जम्यो होला यो एक्ज्याक्टली त मलाई यति थाहा छैन होइन। तर पनि जोस् यो चाहिँ मजाले हेर्नु न, यस्तो यो पानी माथिबाट हिउँ छ, तलपट्टि उ छ नि त, त्यस्तो देखाइरहेको छ। त्यही हो गाइजी, आज म धेरै पछि घुम्न आएको भएर यसो भिडियो बनाएको, एउटा कन्टेन्ट भयो पनि भइहाल्यो नि त। त्यही भएर ल सबैजनाले हेरेर होइन साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, कस्तो लाग्छ तपाईँहरूलाई होइन। यो चाहिँ अहिले म चाहिँ फिनल्यान्डको रौमा भन्ने सिटीबाट है यो चाहिँ बनाइरहेको छु भिडियोहरू। अब किनकि टाढा टाढा भएको मान्छेले कहाँबाट भन्ने हुन्छ नि त, त्यही हो। ल अब मान्छेहरूलाई यसो जानकारी देऊ न भनेर भन्न पऱ्यो। ल हस् त, धन्यवाद। फेरि खासै बोल्न पनि आउँदैन बोल्दा बोल्दै। अब बाँकी अरू भिडियोमा भेटौँला है त गाइज है त। ल हस् त, धन्यवाद सबैमा।